बाउदा हिँडेको अरे बाटै गलत बाटो हिँडिरहेको क्या यस्तो छ क्या अब त्यो फुल पक्रेको थियो भुइँमा झरेको थियो र कस्तो हात घोच्यो क्या बौद्धको पनि दर्शन गर्नु होला साथी भएपछि जतिको हुनुपर्छ है हात पनि नछोड्नु है हामीसँग चाहिँ लुगाको कमी नै छैन क्या एउटा पानीको बोतल बोक्न नि दुईजना के भएको ल हेलो सेवा नमस्ते साथीहरू वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी अङ्किता राई अनि आज पनि फेरि म आइपुगेको छु नयाँ ब्लग लिएर अनि आज चाहिँ हामीहरू हिजो चाहिँ हामीहरू आर्जेन्टहरूको पनि बसेको थियौँ त्यही भएर आर्जेन्टहरूकोदेखि चाहिँ अहिले चाहिँ अब हामीहरू निक्लेको अनि अब अहिले चाहिँ फोटोसुट गर्नलाई चाहिँ जाने हो फोटो भिडियो त्यही लुगाको अनि म चाहिँ जरिना आन्टीसँग जान्छु जरिना आन्टी चाहिँ यहाँनिर हुन्छ स्कुटी अब धुलो हावादेखि जोगिन लगायो त्यतिको हुनु पर्यो अनि गाइस हामी म र जरिना आन्टी चाहिँ स्कुटीमा जान्छौँ अनि आन्टीहरू चाहिँ आउनुहुन्छ याङ्गोमा गाडीमा आउनुहुन्छ गाइस आन्टीहरू चाहिँ यहाँ आइसक्नु भएको छ अनि हामी पनि यहाँनिर हामी सुरुमा आउँछौँ भनेको त सँगसँगै पो हुने रहेछ लागिमै हामीहरू जरिना आन्टीले हिँड्नु पो पर्छ ए चाहिँ के भन्छ जरिना आन्टी आर्ज आन्टी भनेको हामी चाहिँ भर्खर आइपुगेको छौँ अनि आन्टीले स्कुटी चाहिँ यहाँ पार्किङ गर्नुभएको अनि आन्टीहरू चाहिँ उताबाट आउनुभयो राम्रो रहेछ चाहिँ आन्टीहरू चाहिँ यहाँनिर पुरै भिडियो सुट गर्दै हुन्छ अनि यहाँनिर चाहिँ हाम्रो मुस्ताङ आलु र ड्रिङ्क्स चाहिँ आइसकेको छ कति छिटो आयो क्या तर यहाँनिर गाइस हाम्रो चाहिँ यहाँनिर खानाहरू पनि पुरै आइसकेको छ सबैभन्दा नि आइसकेको छ आइहाउ सबै यति नै अनि यहाँनिर चाहिँ पुरै भिडियो फोटोसुट गर्दै हुन्छ नि त त्यही भएर अब खानु त भ्याउनु भएको छैन यसरी बोकिदिँदै लानुपर्ने क्या आम्मा तर कति छिटो आयो क्या खानाहरू पनि यस्तो छ क्या अब हाम्रो पारा चाहिँ चाइनिज यहाँनिर चाहिँ हाम्रो भिडियो फोटोसुट हुँदैछ आम्मामा आइहाउ झन्डै लडिन यस्तरी हुन्छ हाम्रो चाहिँ अब चाहिँ खाना पनि आइसक्यो आन्टीहरू पनि सकेर जरिना आन्टीको चाहिँ खालि जरिना आन्टी र आर्ज आन्टीमा झुक्किन्छु हौ म भन्न जरिना आन्टीको चाहिँ ठ्याक्क सकेर यहाँनिर खाना पनि आइपुग्नु भयो यो मसरुम फ्राई अरे म चाहिँ आलु जस्तै देखेँ क्या अघि त यो के पो के आलु पो मुस्ताङ आलु चाहिँ चिकन चिल्ली अहिले चाहिँ हाम्रो यहाँनिर पुरै फोटो भिडियो सुट हुँदैछ खाइसके पछाडि चाहिँ यो जुन ड्रेस छ नि त्यो चाहिँ हजुरहरूलाई के जस्तो लाग्ला त्यो चाहिँ खास गरी स्कर्ट हो अनि त्यसलाई चाहिँ जसरी पनि लाउँदा हुन्छ क्या ड्रेस बनाएर पनि जसरी पनि क्या लाउँदा हुन्छ ड्रेस बनाएर पनि लाउँदा हुन्छ कस्तो राम्रो देखिरहेको छ हेर्नु स्कर्ट हो क्या खास गरी चाहिँ अघि देख्नुभयो होला नि तपाईँहरूले अनि यति राम्रो क्युट ड्रेस यति राम्रो ड्रेसहरू चाहिँ लुगाहरू चाहिँ हजुरहरूलाई लिन मन छ भने चाहिँ हजुरहरूले चाहिँ लाफीमा गएर हेर्न सक्नुहुन्छ लिन सक्नुहुन्छ लुगाको चाहिँ यहाँनिर फेरि फोटो सुट हुँदैछ भिडियो यसरी अहिले ट्रेन्डिङमा छ नि यो पनि यस्तो खालको फोटो क्या
यो माथिको टप अनि यो पेन्ट एउटा भिडियो एउटा फोटो खिच्नलाई यति साह्रो मिहिनेत पर्छ। यहाँनिर चाहिँ प्लान्टहरू पनि कति राम्रो राम्रो रहेछ, मलाई एकदम मन पर्यो। अहिले चाहिँ आन्टीहरू यहाँनिर बाहिर भिडियो खिच्दैछ। अनि अर्को चाहिँ यो प्यान्ट पनि हो, पेन्ट नयाँ हो खास गरी यो चाहिँ। अनि यो टप चाहिँ लोरको यो हजुर ए हुन्छ हुन्छ। यो पेन्ट चाहिँ लोरको भन्दैछ त लाफीको। अनि ओहो अर्ज आन्टी चाहिँ एक्लै बसिरहनु रहेछ। हाम्रो चाहिँ फेरि पनि मगाएको अहिले चाहिँ फेरि अब अर्को ड्रेसको चाहिँ यहाँनिर खालि ड्रेस भन्दै रहेछ थुक्का मेरो मुख। यो नयाँ पेन्ट अनि यो नयाँ टप अनि यहाँ चाहिँ भिडियो र फोटो बनाउँदै हुन्छ नयाँ लुगाको। आयो एकदम राम्रो छ लुगाहरू। हजुरहरूलाई मन पर्यो भने अर्डर गरिहाल्नु होला। हामीसँग चाहिँ लुगाको कमी नै छैन क्या, फोटो भिडियो खिच्नु लागि। तर हामीसँग चाहिँ लुगाको कमी नै छैन क्या। यो चाहिँ के हो धान रोप्नु जानु लाग्यो जस्तै। फेरि यहाँ चाहिँ अर्को प्यान्ट पनि छ है गाइज। हामीसँग लुगाको कमी नै छैन क्या गाइज। साथीहरू हेर्नु न अहिले चाहिँ यहाँनिर क्या पुरै लाइट बाल्नु भएको रहेछ। अनि कस्तो राम्रो देख्यो क्या लाइट बाल्दा पनि, हेर्नु न लाइट बलेपछि पनि कस्तो दामी देखिएको पुरा। अनि यहाँ चाहिँ फेरि अर्को पेन्टको नि उयो हुँदैछ। हामीले एउटा दुईवटा भिडियो फोटो खिच्नलाई बनाउनलाई पनि यस्तो मेहनत गर्नुपर्छ कि यस्तो मेहनत गर्नुपर्छ क्या। आम्मामामामामा एउटै भिडियो 2, 3, 4, 5 चोटि रिपिट हुन्छ। अहिले मैले यो फुल कहाँ क्याक्टसको यो फुल पक्रेको थियो, भुइँमा झरेको थियो र कस्तो हात घोच्यो क्या काँडाले। काँडा हुँदो रहेछ फुलमा पनि। अनि के साथीहरू यो आर्जेन्टी लाउनु भएको छ नि यो टप पनि एकदम राम्रो छ क्या। यसले चाहिँ आफ्नो बडीहरू जिउहरू पनि एकदम पर्फेक्ट देखाउँछ, एकदम कम्फर्टेबल राम्रो मजा छ क्या। सेप पनि राम्रो छ, कपडा पनि राम्रो छ है। राम्रो छ। यदि हजुरहरूलाई मन पर्यो भने लिइहाल्नु छिटो एकदम राम्रो छ क्या लाफीमा। अब चाहिँ लुगा चेन्ज गर्नु जानुहुन्छ उहाँहरू। अनि अहिले त टन्नै खिच्यो है फोटोहरू लुगाहरूको एकदम राम्रो राम्रो पर्फेक्ट। यता हाम्रो आन्टी गर्मीले गलेर फाँक भयो फाँक। एउटा कुरा थाहा छ तपाईँहरूलाई, यो जुन कलरको सर्ट छ नि यो कलरको सर्ट आन्टीको एकदम फेभरेट है। यो अनि अर्को सर्ट पनि छ नि यस्तै कलरको मोटाएर केही हुँदैन। अनि पेन्ट चाहिँ अनि यो लोरको यो एकदम फेभरेट हो। यस्तो भइजानसम्म लाउनुहुन्छ भनेपछि के हो यो भुवा पनि उठिरहेछ। साथीहरू अघिसम्म चाहिँ हाम्रो दुईजना आन्टीहरू चाहिँ लाफीको भेषमा हुनुहुन्थ्यो, लाफीको रूपमा। अहिले चाहिँ आफ्नै भेषमा हुनुहुन्छ है, होइन आफ्नै रूपमा हुनुहुन्छ। तर ए दुइटै लाफीकै रहेछ त। यो चाहिँ आफ्नै हो नि त, किनिसक्नु भएको। अझै छ यस्तो कानमा खोइ आन्टी जरिन आन्टी कानमा पनि हो अझै।
In studio. In studio. In studio. In studio. Lord. हामीहरू चाहिँ अहिलेको क्याफेबाट चाहिँ बाहिर निक्लिएर अब चाहिँ हामी चारैजना हिँड्दै 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 बौद्ध जानु लागेको। यहाँदेखि चाहिँ बौद्ध नजिकै छ नि त। अनि बौद्धदेखि चाहिँ त्यो अहिलेको क्याफे रेस्टुरेन्ट नजिकै छ। त्यही भएर चाहिँ जरिना आन्टीले आफै स्कुटी त्यही छोरीहोरी हामी सबैजना हिँड्दै हिँड्दै जानु लागेको। अनि एउटा कुरा मेरो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ दिदी एउटा ब्याग वाउ वाउ ओ माय गॉड। अब चाहिँ हामीहरू चारैजना बौद्ध जानु लागेको। यहाँदेखि नजिकै छ है बौद्ध। ल एउटा पानीको बोतल बोक्न नि दुईजना के भएको ल ला होइन एउटा पानीको बोतल बोक्न पनि दुईजना के हुनुभएको आमा ल लास लाग्ला अलिकति लास। यति साह्रो गाह्रो हुने पानीको बोतल बोक्न पनि एउटा हे दुईजना बाँच्दै हिँड्नुभएको फेरि। गाइस हामीहरू चाहिँ बौद्ध हिँडेको अरे बाटै गलत बाटो हिँडिरहेको क्या। यो एउटा पानीको बोतलले गरेर यस्तो भयो। उता चाहिँ जानुपर्ने खास गरी यता तल चाहिँ गयौँ क्या हामीहरू। क्या बाटो थाहा छ जस्तो गरेर हिँडेको। यतै होला हौ ऊ हेर्नु यतै होला। हेर्नु न आन्टी लामा यता हिँड्दाखेरि कता जाने उता लामाहरू क्या यता हिँड्दाखेरि कता जाने के घर फर्किनु भएको होला। मेरो त खुमै दुखो त दुई दुईवटा ब्याग बोकेर भिडेर होइन हुन्छ हुन्छ ल्याउ कि अलिकति पनि बिचरा बोतल पनि बोकिरहेको। मेरो ब्यागको भारी रहेछ कि मेरो। यो पनि कस्तो बिचरा बोकिदेऊ हेर्नु न हौ चल्दै हिँड्नु भएको तिनजना। एकैछिनमा मिल्ने एकैछिनमा चल्दै हिँड्ने। अहिले चाहिँ हामी सबैजना यहाँ बौद्ध आइपुगिसकेको छौँ। अनि मान्छेहरू हेर्नु न कति धेरै हुन्छ क्या। अब चाहिँ हामीहरू कति फोन चलाउने हो आन्टी? एक मात्रै हो र? कति हुन्छ पनि अब एक फोनको हुन्छ कि तीन फोनको हुन्छ। अब जति भयो नि लाइओरि चाहिँ हामी चाहिँ घर जान्छौँ। हेर्नु न हात चाहिँ जे होस् हात चाहिँ नछोड्नु भएको। आम्मा हिँड्दा पनि सँगै जोडेर जाऊ न हौ कस्तो टाढेर दुश्मन जस्तो। साथी भएपछि जतिको हुनुपर्छ है हात पनि नछोड्नु हुने। हामीले चाहिँ एक फोनको लाएर पनि आएर नि यहाँनिर बसेको। अब चाहिँ हामीहरू घर फर्किनु पर्ने हुन्छ किनभने ढिलो हुन्छ नि त। मान्छेहरू आउँदै फोनको लाउँदै घर पनि जानुहुन्छ नि। अब चाहिँ आर्ज आन्टी र जैन आन्टी पनि घर जानुहुन्छ। बाई बाई। अनि हामी पनि अब
याङ्गो बोलाएर जान्छु अनि अब चाहिँ मेरो भ्लगमा यहीँनिर बाई बस न ल ल उसको पेट्रोल हाल्नुपर्ने अरे हो अन्त अब चाहिँ म मेरो भ्लग यहीँनिर इन गर्छु अब किनभने मोबाइलमा चार्ज पनि छैन सकिन लागेको छ अनि अहिलेसम्म मलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि तपाईँहरूलाई आजको मेरो भ्लग कस्तो लाग्यो आई होप राम्रो लाग्यो होला रमाइलो लाग्यो होला अनि अन्तिममा जाँदा जाँदै लाइक कमेन्ट सेयर र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला बाई बाई र जाँदा जाँदै बौद्धको पनि दर्शन गर्नु होला गर्नुभयो ओके बाई